साउन कृष्ण पक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुङ्ग पर्व मनाएका छन्। नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व नेवारको मौलिक पर्व मध्येको एक पर्व हो। यस दिनलाई नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर राक्षस धपाउने पूजा गर्ने दिनका रूपमा लिइन्छ। यस दिन दिनभरि ठड्याइएको नर्कटबाट निर्मित गट्ठे मङ्गललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ। कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गट्ठे मङ्गल एकत्रित गरेर जलाउने चलन पनि छ। यस दिन फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ। घरलाई चोखो बनाएपछि नेवार समुदायले बौवाइज्या अर्थात् भूत मन्छाउने कार्य गर्दछ। काँचो माटोको सानो दहीको कतारो वा सलिचा अर्थात् एक प्रकारको माटोको भाँडामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गी बिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौवाज्या अर्थात् भूत मन्छाउने कार्य भनिन्छ। नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विशेष महत्वका साथ यो पर्व मनाउने चलन छ। नेवार समुदायले आफ्नो चाडपर्वको सुरु भएको संकेतका रूपमा पनि यो पर्वलाई लिने गरेको छ।